त्यो छ हाकिम साहबको कार्यकक्ष कता माथि सूचना अधिकृतको हुनुहुन्छ माथि हुन्छ यहाँ पूर्जा बाँडेको 4 वर्ष भयो। सिद्धगङ्गा 12, हुनपा 3 र 4 लगायत 3टा वार्डमा के कारणले बाँकी राख्नुभयो? तपाईँले 120 दिनभित्रमा 120 दिन भएको छैन हजुर अझै? पुग्यो त्यो त प्रक्रिया पुग्यो भने के को हद भनेर उमेर हद किन दिन सक्नुभयो? उमेर हद निधनको कारण के? यो कार्यालय चाहिँ बचाउनलाई र आफ्ना करारहरू चाहिँ यिनीहरूको जुन करारको जागिर नजाओस् भनेर तपाईँले गलत नियतको रूपमा यो यहाँ चाहिँ राख्नु भएको छ। त्यो गाडीको इन्धन खर्च यसरी कसरी आयो? अनि मर्मत खर्च भनेर मर्मत खर्च कसरी? व्यक्ति 15-20 दिन घर गएको कति दिन छ ल भन्नुहोस्? तपाईँ हाजिर देखाउन किन लुकाउनु पर्यो? देखाउनुहोस् कति दिन छ अगाडि भन्नुहोस्। फेरि सब रेकर्ड छैन। 6-7 दिन 6-7 दिनको हाजिर कसरी भयो? यस्तो हुन्छ? नजिक आएर फटाकिदिनु यहाँ हाजिरको फोटो लिनुहोस्। 31 गतेदेखि यो अहिले के हो? यो 31 गते यो खै उहाँको नाम देखाउनुहोस्। अनि यो लगातार उहाँको हाजिर छ। यस्तो हुन्छ? यो के हो? भिडियो गर्नुहोस्। यस्तो हुन्छ 31 गते गएपछि अनि लगातार हाजिर छ त तपाईँको त 31 देखि यो के हो सर? आज 7-10 आदरणीय दर्शक महानुभावहरू, हामी यति बेला अर्घाखाँची जिल्लाको विशेष नापी कार्यालयमा आइसकेका छौँ। अर्घाखाँची सड्केको यो अभियान अन्तर्गत विशेष नापी कार्यालयमा आज हामी यो ठाउँमा उपस्थित भएका छौँ। नेपाल प्रेसको यो अभियान हामी निरन्तर रूपमा जिल्ला कार्यालयहरूमा सूचना माग गर्ने, सूचनासँगै उक्त कार्यालयको अवस्था हेर्ने विषयमा यहाँ आइपुगेका थियौँ। यो कार्यालयमा आज हामी आइपुग्दै गर्दा यहाँको सूचना अधिकृत जो हुनुहुन्छ उहाँ नेपाल सरकारको दोहोरो सुविधा उहाँले पहिले नै पिङसिङ पकाइसकेपछि फेरि उक्त कार्यालयमा आएर सूचना अधिकृतको रूपमा नियुक्ति भएर काम गरिरहनु भएको छ। सँगै उहाँ घर गएको करिब 15 दिन भयो। 15 दिन 1 महिना घर गएको भयो, तर यहाँको उहाँको रजिस्टरमा हाजिरी दैनिकी भइरहेछ। अस्ति 2 बजे सन्धि खर्कमा उहाँ शान्ति बगैँचामा झरेर बोरोसहित चामलको बोरोसहित कार्यालय सहयोगीको सहायतामा उहाँले बोरो लिएर उक्त कार्यालयमा आउनुभयो, तर उहाँको निरन्तर रूपमा हाजिर भइरह्यो। सँगै यो देखिने जुन कार्यालय छ यो कार्यालय अर्घाखाँचीमा समग्र सरकारी भवनहरू धेरै भवनहरू चाहिँ सञ्चालन नभएर जुन एउटा चाहिँ खाली भएको अवस्था छ, तर उक्त कार्यालयले वार्षिक करिब 3 लाख रुपियाँ भाडा मात्र तिरेर व्यक्तिगत घरमा कार्यालय बसेको छ। सँगै उक्त कार्यालयको कुनै पनि 3 वर्ष पहिलाको जुन उसले भ्याउने नापी कार्यालयकै यहाँभन्दा पहिल्यै कार्यालयका प्रमुखका पाला चाहिँ जिल्लाका समग्र विशेष नापीका कामहरू सकिसकेको छ। विशेष नापीको कार्यालय सकिसक्दा पनि अहिले पनि करार कर्मचारी 1 जना थाई, बाँकी करार कर्मचारी त्यो छ हाकिम साहबको कार्यकक्ष कता माथि सूचना अधिकृतको हुनुहुन्छ माथि हुन्छ। हाकिम साहब हुनुहुन्न? हाकिम साहब हुनुहुन्न? हाकिम साहब कार्यकक्ष होइन र उहाँ हुनुहुन्न? अहिले कहाँ जानु भएको छ हजुर? सम्पर्क नम्बर छ? सूचना अधिकृत कता? सूचना अधिकृत नमस्ते। यहाँ हाकिम साहब को हुनुहुन्छ? हजुर हो कार्यकक्ष त कार्यालय प्रमुख उता लेख्यो। सूचना दर्शक महानुभावहरू, हामी यति बेला अर्घाखाँची जिल्लाको विशेष नापी कार्यालयमा आइपुगेका छौँ। विशेष नापी कार्यालय हामीले जिल्लाको अवस्था के छ, यहाँको अवस्था के हो, विशेष नापी कार्यालय जिल्लाका लागि कति आवश्यक हो भन्ने विविध विषयमा कुरा गर्नेछौँ। स्वागत छ हजुरलाई। नमस्कार। हजुर यहाँको कार्यालय प्रमुख हुनुहुन्छ? निमित्त कार्यालय प्रमुख। हजुरको शुभ नाम के भन्नु? सरिता अधिकारी। सरिता अधिकारी। अनि यहाँको सूचना अधिकृत को हुनुहुन्छ? सूचना अधिकारी हाम्रो रामगुदा ठाकुर। अहिले उहाँ यही हुनुहुन्छ? बोलाउन मिल्छ? बोलाइदिनु न। फोन हान्नु भएको छ? आउनुभयो? सूचना अधिकारी के नाम भन्नुभयो? अनि तपाईको अहिले जुन यो कार्यालयमा कतिजना स्टाफ हुनुहुन्छ? हामी अहिले यहाँ तत्काल चाहिँ 18 जना। 18 जना अहिले तत्कालै। अनि खास अहिले चाहिँ नापी विशेष नापी कार्यालयको अर्घाखाँचीमा काम के? विशेष नापीले त नाप नक्सा सम्पन्न गरेर पूर्जा वितरण पनि सम्पन्न गरेछ। अब 3 वडाको हस्तान्तरण बाँकी छ। के कारणले रोक्नुभयो 3 वडा हजुरले? 3 वडा त यो
प्रक्रियामै छ जग्गा दर्ता गरी अब प्रक्रियामा भएको कति भयो तपाईँ त्यहाँ गएर जुन चाहिँ त्यो पूर्जा अगाडि बढाएको 3टा वडामा कति भयो पूर्जा वितरण गरेको त्यो वार्डमा जुन वडामा त हामी 80 81 मा वितरण 80 81 मा तपाईँको यो के छ यो एनमा भूमि एनमा चाहिँ के छ तपाईँले चाहिँ यहाँ यो एन चाहिँ तपाईँको एन पल्टाएर हेर्नु भएको छ अब कर्मचारी आफै नै हाकिम होला यहाँको एनको विषयमा हजुरलाई थाहा होला होइन भूमि एनको विशेष नापीले पूर्जा वार्डमा 120 दिनभित्र मालपोत कार्यालयमा हस्तान्तरण गर्नुपर्ने र यहाँ पूर्जा बाँडेको 4 वर्ष भयो सिद्धगङ्गा 12 हुनपा 3 र 4 लगायतका 3टा वार्डमा के कारणले बाँकी राख्नुभयो तपाईँले 120 दिनभित्रमा 120 दिन भएको छैन हजुर अझै पुग्यो त्यो त अनि प्रक्रिया पुग्यो भने के को लागि राख्नु भएको छ तपाईँ सूचना अधिकृत हो असो तपाईँ पनि यहाँ आइदिनु न यहाँ आएर कुरा गरौँ। तपाईँ बस्नुहोस् हजुरको शुभ नाम मेरो नाम रामुदुरा ठाकुर हो। अनि तपाईँलाई मैले सूचना माग गरेँ हजुर केही दिन अगाडि मैले सूचना माग गरेँ सूचना उपलब्ध गराइदिनु सम्बन्धमा भनेर मैले चाहिँ तपाईँको एउटा सूचना माग गरेको छु त्यो सूचनाको यही कपी पनि छ होला होइन तपाईँलाई हामीले चाहिँ के भनेर सूचना माग गऱ्यौँ भन्दा तपाईँको कार्यालयमा कर्मचारी ल सूचना सुन्नुहोस् है यस कार्यालय स्थापनाको प्रयोजना हालसम्म कार्य सम्पादन विवरण भनेर माग्यौँ ठिक हजुर अनि 81 को हालसम्मको कार्यालयमा समग्र खर्च शीर्षक आधारमा भनेर माग्यौँ ठिक अनि कार्यालयमा कार्यरत स्थायी अस्थायी ज्यालाधरी सम्पूर्ण कर्मचारी विवरण उमेर पद सहित भनेर माग्यौँ ठिक हजुर अनि विज्ञापन खर्च इन्धन खर्च सम्पूर्ण विवरण पछिल्लो 1 महिनाको सेवाग्राहीको विवरण भनेर तपाईँलाई हामीले सूचना माग गऱ्यौँ के यो सूचना सबै हजुरले उपलब्ध गराउनु भयो अब हामीले जाने बुझेसम्म त गराएको जाने बुझेको सूचना अधिकृत तपाईँ सूचना अधिकृत आखिर के तपाईँले यो उमेर हद भनेर उमेर हद किन दिन सक्नु भएन उमेर हद निधनीकरणको कारण के त्यो त हजुरले अब उमेर हद चाहिँ दिन मिल्दैन कि के हो कस्तो कसले मिल्दैन कसले चाहिँ मिल्दैन भने उमेर पद अनि कर्मचारीको उमेर जनताले थाहा नपाउने भन्ने कहिले लेखिएको छ त्यस्तो होला रहेछ त्यो त छ त्यस्तो ल ठिक छ एकदम गोप्यता भयो ऐनमा ल ठिक छ त्यसो भए उहाँको तपाईँको उमेर कति त्यो त सोध्न पाउँछु होला मैले मेरो त उसमा उमेर त अलि बढी कति भयो भन्नु न भन्न त मिल्दैन नि मलाई म त त्यो रिटायर भएर आएको हो तपाईँले 2टा सेवा नेपाल सरकारका 2टा सेवा लिन पाउने कि नमिल्ने मिल्छ सर यो डबल सुविधा लिनु भएको नि तपाईँ त त्यो त मिलेर भयो होला अनि सर त नियुक्ति दिएको हो त्यो विभाग तपाईँ जस्तै यहाँ तपाईँले सुन्नु न यहाँ तपाईँले जुन किसिमको यहाँ तपाईँको नाम लेख्नुभयो तपाईँ के नाम लेख्नु भएको छ भन्दा तपाईँको चाहिँ राम उद्धार ठाकुर भनेर तपाईँको चाहिँ हजुर ठिक छ उद्गार ठाकुर भनेर तपाईँले चाहिँ करार भनेर यहाँ नियुक्ति गर्नुभयो ठिक करारमा हो यहाँभन्दा पहिला तपाईँ विशेष नापीबाटै सर्वेसरको रूपमा के अरे पिङसिङ पकाइसक्नु भएको हो दरबन्दीबाट हो ल ठिक छ दरबन्दीबाट पिङसिङ पाकेको छ राज्यको दोहोरो पिङसिङ त पाउनु भएको छ तपाईँले सेवा सुविधा पाउनु भएको छ पाएको छु अनि त्यस्तो हुन्छ सर अहिले पनि तपाईँले यताबाट सेवा लिने अनि उताबाट नि सेवा पाउने यस्तो मिल्छ अब त्यो विभागले जान्नुहोस् मलाई थाहा भएन विभागले विज्ञापन गरेर ल्याएको उमेर हकबन्दी किन भन्नु भएन भन्नु न आफ्नो उमेर हकबन्दी त्यो त चाहिँ दिन मिल्दैन भएर हो यो अहिले ल ठिक छ सूचनामा दिनु भएन मानिदिउँ ल ठिक छ है गोप्यता हुन्छ भन्नु तर भन्न यसरी माइकका सार अगाडि आएपछि भन्न त मिल्छ होला नि अब त हामी 2 वर्ष भयो बढी भएको बढी भन्ने कति भन्नु यति भन्न त मिल्यो त बढी कति अब यो 82 भयो नि त मैले 80 मा रिटायर भएको हुँ तपाईँको उमेर ठ्याक्कै भन्दिनु न कति भयो उमेर भन्नु के उमेर मेरो 62 भयो 62 दर्शक महानुभावहरू जुन उहाँ अहिले यहाँ सूचना अधिकृतको रूपमा खटिनु भएको छ उहाँले राज्यबाट आफ्नो सेवा पाइसकेपछि पिङसिङ पकाएर घर बसेर पुनः विशेष नापी कार्यालय अर्घाखाँचीमा नियुक्ति भएर उहाँले यहाँ जागिर खान लाग्नु कति वर्ष भयो हजुर कति जागिर यो जुन नापी छ नि अहिले हजुर यसरी जागिर खान लाग्नु फेरि कति वर्ष भयो 3 वर्ष हो 3 वर्ष अनि तपाईँको हाजिरी हेर्न मिल्छ होला यसो हाजिरी हेरौँ न हाजिरी मिल्छ हामीले हेर्न सकिन्छ हजुर त्यस्तो छैन तपाईँ अहिले आज कार्यालयमा कतिजना कर्मचारी हुनुहुन्छ आज भन्नुहोस् आज हामी 16 जना छौँ अहिले 16 जना बाँकी कहाँ जानु भएको छ अरू चाहिँ 2 जना एक्जाम दिन जानु भएको छ के नामको जानु भएको छ चन्द्रसिंह धामी र विमल दाहाल चाहिँ एक्जाम दिन जानु भएको छ काठमाडौँ चन्द्रसिंह धामी यहाँबाट गएको कति भयो 7 दिन भएको छ अनि उहाँको हाजिरीको अवस्था त हेर्न पाउनु पर्यो नि हामीले त हामीले अधिकार छैन यो सर हामीले किन हेर्न नपाउने हाजिरी
तपाईँले गल्ती गर्दै जाने मन परी गर्दै जाने अनि हामीले हाजिर नहेर्ने तपाईँ हाजिर लिएर आउनुहोस् न हाजिर ल्याउनुहोस् म हाकिम साहबसँग कुरा गर्छु भन्नुहोस् तपाईँले भनेको 7 दिन भयो ठिक निवेदन निवेदन लेखेर जानुभएको निवेदन छ लेखेर 7 दिन अगाडि जानु भएको छ तर 7 दिनभन्दा पहिला उहाँको हाजिरी के छ अहिलेको अवस्था के छ हेर्नु पर्यो नि सँगै जानु न एकजना के छ तपाईँ सँगै जानुहोस् अनि तपाईँको यो हुँदै गर्दा यति चाहिँ तपाईँ अहिले जस्तै पछिल्लो समयको अवस्था हेर्दा अर्घाखाँची जिल्लामा सरकारी भवनहरू धेरै रूपमा के छ बस्न मिल्छ म यहाँ सरकारी भवनहरू चाहिँ धेरै भवनहरू खाली छ हजुरले प्रत्येक वर्ष घर भाडा भनेर 2,96,750 रुपियाँ दिनुभएको छ भाडा तिर्नु भएको छ हो वर्षको कति छ वर्षको यहाँ अब इकाइको छुट्टी भाडा हुन्थ्यो अहिले चाहिँ यहाँ अफिसको मात्र गरेर दिने गरे अफिसको गरेर तपाईँले 2,96,000 करिब करिब 3 लाख रुपियाँ खर्च दिनुभएको छ अनि यसरी के म्याडम यो उपयुक्त हो यो राम्रो हो यसरी राज्य तपाईले तपाईको विशेष नापीको काम के विशेष नापी आवश्यकै छैन त जिल्लामा विशेष नापी भनेर तपाईले अहिले चाहिँ विशेष नापी 3टा वार्डलाई तपाईलाई 18 जना किन चाहियो कर्मचारी विभागले विभागलाई त भन्नु पर्यो तपाईले निवेदन दिनु पर्यो 3टा वार्ड बाँकी छ 3टा वार्डमा अन्य ठाउँमा हेर्नु न कयौं ठाउँमा कार्यालय तराई मधेस हेर्नुस् अन्य ठाउँमा हेर्नुस् कर्मचारी नभएर के हालत छ यहाँ तपाईले यत्रो जना करारहरू चाहिँ यसरी 18-20 जना गर्नु हामीले मिल्दैन नि त विभाग अनि निवेदन दिन सक्नुहुन्छ आवश्यक छैन अनि अर्को कुरा यो वार्डका मैले अघि नै भनिसके यो कारणले तपाईले सुन्नु न 120 दिनमा हजुरले यहाँबाट पूर्जा दिन नसकेको जस्तै भूमिहीन गइने भनिसके 120 दिनको मालपोतमा हस्ताक्षर गर्नुपर्ने भनेर 120 दिन भन्दा त बढी भइसक्यो भएन अनि यो कारणले जनतालाई कम्ती शास्ति भएको छ त्यो तपाईलाई थाहा छ जनतालाई अहिले चाहिँ बैंकले भन्छ हाल साबित गरेको डकुमेन्टले भन्छ तपाईहरुको कारणले हाल साबित रोकिरहेछ लोन खानालाई विदेश जाँदा अस्ति सिद्धगंगाबाट फोन आछ हामीलाई सिद्धगंगा 12 बाट फोन आछ अनि उले चाहिँ लोन खानालाई बैंकमा जाँदा उसको प्रक्रिया बढेको छैन तपाईहरुले यो कार्यालय चाहिँ बचाउनला र आफ्ना करारहरु चाहिँ यिनीहरुको जुन करारको जागिर नजाओस् भनेर तपाईले गलत नियतको रूपमा यो यहाँ चाहिँ राख्नु भएको छ 3टा वार्ड यो समग्र अर्घाखाँची जनताको यो सुन अर्घाखाँची समग्र जनताको अर्घाखाँचीको आवाज हो तपाईले 3टा वार्ड अल्झाएर राख्नु कारण भन्नु मैले अल्झाएको होइन किन रोक्थे अब त्यो कर्मचारी म्यानेज गरेको भए विभागले मन्त्रालय अन्तर्गत कर्मचारी कहीं खटाएको भए त हैन 3टा वार्ड हुनपा 2-3 अनि 12 नम्बर सिद्धगंगा राख्नुको कारण राखेर त कर्मचारी म्यानेज भएन अनि त्यस अन्तर्गत अब हामी पनि काम गरिरहेका छौं त तपाई पनि काम गर्नु भएको छ तर यो अवस्था तपाईको कयौं कर्मचारी है भएको मधेस क्षेत्रका कर्मचारीले अर्घाखाँचीको जुन सार्वजनिक स्थल मिच्नमा सबैभन्दा बढी यहाँका नापी कर्मचारीको हात छ भन्ने छन् यहाँका ठूला बडाहरू भन्नेहरूसँग मिलेर यहाँका चाहिँ अनेक सार्वजनिक जग्गा यहाँका चाहिँ उनीहरूले चाहिँ उसमा हाल्दै डकुमेन्ट गराउने अनेक गर्ने गरिरहेछ अरे यो पनि हामीसँग प्रमाणसहित आउँछौँ छिटै आउँछौँ अनि अर्को कुरा तपाई यो घर भन्नुभयो अनि सँगै अहिले चाहिँ तपाईले यो ड्राइभर भनेर ड्राइभर नयाँ नियुक्ति गर्नुभएको हो कति भयो ड्राइभर आको त यही उसमा चैतदेखि नयाँ ड्राइभर नियुक्ति गर्नुभयो तपाईको त्यो गाडी कुन प्रयोजनका लागि कहाँ घुट्छ गाडी त अब मेन्टेन गर्नु पर्यो विभागमा आदेश लिएरै गरेको मैले सोधेर ड्राइभर विभागमा आदेश लिएर गर्नुभयो गाडी मेन्टेन गर्नु पर्यो गाडी हिँडाल्नु पर्यो यसको मतलब अहिले हालचालै गाडी कहाँ हिँडाल्नु भएको छ के काममा कहाँ गाडी त कुदे हैन गाडी छ त्यसलाई त चलाउनु पर्यो हेर्नु रेखदेख त गर्नु पर्यो नि रेखदेख गर्नलाई नयाँ ड्राइभर नियुक्ति गर्नुपर्छ अनि नचलेका गाडीको तेल खर्च कहाँ आयो म्याडम यो नचलेको के हो यो इन्धन अन्य प्रयोजन भन्दा यो कसरी आयो फेरि नचलेको यो कसरी आयो यो होला नि पहिला उसम्म त थियो नि इकाइहरु उसम्म अनि तपाईको यो भ्रमण भनेर कहाँ जानु भएको छ यो भ्रमण कति हो यसो हजुरले पर्दिन कति टोटल कति हो भ्रमण खर्च कति हो हजुर 31,000 छ कहाँ जानुहुन्छ यो चाहिँ हजुरले हामी त पहिला इकाइ थियो इकाइ अनि एउटा पढेन बसेको थियो अनि उसमा जिल्ला भित्र यो बाहिर छ जुन गाडी थन्केको कति भयो गाडी त यही बसिरहेछ कति देखि बसिया छ हामी गाडी त उसदेखि मङ्सिर उसदेखि चलाएन अहिले तपाईको जिल्ला समन्वय प्रमुखको क्वार्टरको अगाडि गाडी थन्केका करिब 1 वर्ष भयो हो यथार्थ हो निशान कम्पनीको गाडी त्यही राख्नुहुन्छ माकुराको जाल लाछ यसो जाने कि माकुरा जाल लाएर राख्नु भएको छ अनि माकुराको जाल लाएर सवारी थन्किएको छ त्यो सवारीमा नयाँ चालक नियुक्ति गर्ने कारणले के सँगै बन्द भएको गाडीको इन्धन खर्च यसरी कसरी आयो अनि मर्मत खर्च भनेर मर्मत खर्च कसरी आयो गाडी त हिँड्दैन अनि गाडी कसरी बिग्रिन्छ म्याडम गाडी त यो साउन्डमा गरेको नि त मर्मत साउन्डमा मर्मत गर्नुभयो साउन्डमा मर्मत गरेको
अनि यो विज्ञापन खर्च भनेर तपाईँले यो विज्ञापन खर्च दिनुभएको छ, भुक्तानी पाउने, यहाँ चाहिँ विभिन्न चाहिँ सुपा देउराली, जालकाडा लगायतको यो राप्तीका दर्पण भन्ने छ, जननी मिडिया भन्ने छ। यिनी को मिडिया कहाँ होला मिडिया यसो हजुरले वेबसाइटतिर कतै भेटाउनुहुन्छ? यो त अघिल्लो आर्थिक वर्षका हुन् के अरे। यहाँ भन्दा पहिला हजुर आउनु भएको थिएन? कति भयो हजुर? म त निमित्त असोजदेखि हो कारोबार, आर्थिक कारोबार चलाएको। यो आर्थिक वर्षमा चाहिँ बाहेन दिएको छैन। अनि तपाईँको बिदाको कर्मचारीले बिदामा जस्तै करारको कर्मचारी बिदामा घर गएको छ, त्यसले तलब पाउँछ कि उसको तलब कट्टिन्छ? तलब त नियमअनुसार पाउनुहुन्छ उहाँहरूले। अब बिदा त वर्षमा लिने भन्नाले नेपाल सरकारले दिने बिदा भइहाल्यो, उहाँले व्यक्तिगत रूपमा ल्याएका बिदाहरू हुन्छ नि, त्यो उहाँले पाउनुहुन्छ? के छ तपाईँको अफिसमा सिस्टम कार्यालयमा? कार्यालयमा त व्यक्तिगत रूपमा त दिने लिने बिदा त कहिले काहीँ उहाँहरू अब समस्यामा पर्नुहुन्छ जानुहुन्छ होइन। भनेपछि यसको मतलब तलब पाउनुहुन्छ? तलब त उहाँहरूले पाउने बिदा कट्टी गरेर अब पाउनुहुन्छ। जस्तै काम लगभग 90% पुरा भइसकेको त वर्षौं भयो, पहिलो हाकिम साहब यहाँभन्दा पहिले हाकिम साहबकै पाला भइयो होला काम चाहिँ, पहिले हामीले अध्ययन गरिरहेको छौँ। अनि यो अहिले काम लगभग 90% पुरा भइसक्यो करारका कर्मचारीलाई यसरी तलब दिँदै राख्दै गर्ने त्यो त विभागले मन्त्रालयले म्यानेज गर्ने हो नि त। कर्मचारी तपाईँको कुनै पनि दोष छैन? छैन, मैले चिठी लेखेर म्यानेज गर्नु भनेर लेखेको छु, उहाँहरूको अहिलेसम्म केही आएको छैन। जिन्सी खरिद बमोजिमका बिलहरू अनि त्यसका सामानहरू हेर्न हामीले सक्छौँ होला के छ? त्यो खरिद छ कि नै अहिले तपाईँ आइसकेपछि? हाम्रो त जिन्सी भनेर खर्च नहुने त अहिले 2-3 वर्ष भइसक्यो। सामान्य कार्यालय सञ्चालन एकपटक हाजिर हेरौँ न म्याडम है, हाजिर ल्याउनु भएछ सरले, हेरौँ। यो इकाइको छुट्टा हो हजुर उहाँको भएर आउनु। हजुर विमल दाले एक्जाम बिदा कहिलेदेखि बिदा म्याडम? कतिदेखि छ उहाँको बिदा? 31 डिग्रीको एक्जाम दिन जानु। 31 गतेसम्म यहाँ आउनुहुन्थ्यो। आज कति 7 गते? भोलि पनि 7 दिन भयो। उहाँ गएको त हामीले यहाँ विशेष सूत्र अनुसार मान्छे पठाइरहेको छौँ। 15 दिन भन्ने आइसक्यो त, 15 दिनदेखि यहाँ हुनु न त उहाँ होइन? यहाँ हाजिरै हेर्नु। अनि एकचोटि यसो गरौँ न, हाम्रो सूचना अधिकारीज्यूको हाजिर हेर्नु। क्या भन्नु? उहाँको लगातार छ, सधैँ छ, लगातार बिदा गरेर जानुभएको होइन? जानुभएको छैन? अहिले हालचालै यो महिना वैशाख जेठ चैततिर जानुभएको छैन? तपाईँको कार्यालयमा अर्घाखाँची समग्र देशव्यापी सबै ठाउँमा लेप्चे सिस्टम आइसकेको छ। यो ठाउँमा यो कार्यालयमा लेप्चे सिस्टम किन छैन? कार्यालयले यो अवस्था अब हस्तान्तरण गर्ने भनेरै नि नराखेको विशेषलाई नापी कार्यालयमा चाहिँ भर्खर लागू भयो। यसलाई चाहिँ अब मैले प्रक्रिया बढाउँदैछु राख्नको लागि। प्रक्रिया बनाउँदै हुन्छ। यो मन परि तपाईँको हाजिरमा ठुलो समस्या देखेँ नि मैले भर्खरै, हजुरले इमानदारी भन्ने कि मैले भन्ने? हजुर भन्नु। उहाँ सूचना अधिकारीज्यू घर गएका करिब चाहिँ 15 दिनदेखि उहाँ घर बस्नु भएको छ। 15 दिनदेखि। अस्ति सुन्नुहोस्, हामीले तपाईँको कार्यालयमा यहाँ अनुगमन लगाएको 1.5 महिना भयो। 1.5 महिनादेखि दैनिकी हाम्रो मान्छे आछ। अस्ति 2 बजे उहाँ गाडीबाट उत्रेर बगैँचा एकजना बोरो सहित लिएर आएर चाहिँ बोरो लिएर आउनु भएको छ। कार्यालय सहयोगीको साथमा तपाईँ यहाँ कार्यालयमा आउनु भएको छ हो। तपाईँ उहाँ घर जानुभयो, यहाँ हाजिर कसरी भयो? तपाईँ यस्तो गर्न मिल्छ? यो के हो? यो तपाईँलाई मुद्दा लाग्दैन? भोलि समस्या हुन्न? तपाईँ घर जानु भएको छ, दैनिकी मेरो मान्छे यहाँ छ, यहाँ हेरिरहेछ दैनिकी, तर तपाईँको हाजिर यहाँ फोटो खिच्नु, यहाँ फोटो खिच्नु, यो के हो? उहाँ बिदा गरेर जाने हाजिर हुने, यस्तो पनि हुन्छ? 2 बजेको समयमा बोरा लिएर, चामलको बोरा लिएर आउनु भएको छ। कार्यालय प्रमुखको सहायताले यहाँ अफिस ल्याउनु भएको छ। मेरो मान्छेले फलो गरिरहेछ तपाईँलाई। त्यहाँ तपाईँ घर गएको व्यक्ति 15-20 दिन घर गएको कति दिन छ ल भन्नुहोस्? तपाईँ हाजिर देखाउनु न, किन लुकाउनु पर्यो? देखाउनुहोस् कति दिन छ, अगाडि भन्नुहोस्। फेरि सब रेकर्ड छैन। 6-7 दिन, 6-7 दिनको हाजिर कसरी भयो? यहाँ यस्तो हुन्छ? नजिक आएर फोटो खिच्नु, यहाँ हाजिरको फोटो लिनु। 31 गतेदेखि यो अहिले के हो? यो 31 गते यो खै उहाँको नाम देखाउनुहोस्। अनि यो लगातार उहाँको हाजिर छ, यस्तो हुन्छ? यो के हो? भिडियो गर्नुहोस्। यस्तो हुन्छ? 31 गते गइसक्यो भने लगातार हाजिर छ त तपाईँको त। 31 देखि यो के हो सर? आज 7 गतेसम्म हाजिर छ। तपाईँ त्यहाँ जानु हो अनि त्यहाँ गएपछि यहाँ त खाली हुनुपर्ने होइन? 2-4 दिन यस्तो हुन्छ? यस्तो हुन्छ? हाजिर गरेर जान पाइन्छ? हाजिर गरेर जान पाइन्छ? यही हो तपाईँको कार्यालय? यो तपाईँले नियत बस चाहिँ तपाईँले यो यसै गरेर तपाईँका चाहिँ यहाँका कर्मचारी पाल्नु भएको छ। हामीलाई थाहा छैन? तपाईँको कर्मचारी महिना दिन उहाँ ठाकुर अहिले चाहिँ होइन भन्नुभयो, तर बाँधिदिउँ तपाईँको कुरा। यहाँ चाहिँ के छ?
चन्द्रसिंह धामी भन्ने चाहिँ 15 दिनदेखि यहाँदेखि जानु भएको छ, तपाईँ 7 दिन भन्नुहुन्छ होइन भन्ने हो कि उहाँको प्रमाण भइसक्यो त हजुर, हाजिर हेर्नै परेन, उहाँको हाजिर देखाउनु भयो त, यहाँभन्दा अरू केही फर्जी देख्न छ? सिडिओ कार्यालयमा जाउँ, म यो भिडियो यो फोटोहरू फुटेर सिडिओ कार्यालय जाउँ, कारबाही गर्ने कि नगर्ने? तपाईँले यस्तो पनि हुन्छ? उहाँ एउटा कुरा उमेर हकबन्दी, उहाँसँग फेरि तपाईँको के किन भन्ने होला, उहाँ एउटा तराई मधेसको, उहाँलाई म नचिन्छु नकेही, सम्भवतः तपाईँको कार्यालयमा पनि म पहिलो चरण एकचोटि रिपोर्टिङ गर्न आएको थिएँ, यो दोस्रो चरण अस्ति सूचना माग्न राहाची सदरमुकाम मेरो बसाइ नजिक हो, म यो कार्यालयमा 3 पटक पाइले टेकेको छु मात्र, सिर्फ इतिहासमा नै भने म कहिले पनि आएन, कसैसँग लिन दिन रिसिभ मसँग छैन। तर कुरा के हो भन्दा कार्यालय पारदर्शिता हुनु पर्यो, तपाईँको लेप्चे सिस्टम हुनु पर्यो। अनि कोही अहिले राज्य यो अवस्था भएको बेला करार भनेर 20 जना कर्मचारी पाल्नु भएको छ, उमेर हकबन्दी पुगेको चाहिँ दोहोरो सुविधा लिनु भएको छ, अनि तपाईँले चाहिँ उल्टो हाजिर गरेर चाहिँ तपाईँको चाहिँ कर्मचारी घर पठाउने खेल यही चलिरहेछ। लाज लाग्दैन तपाईँ? कीर्ति हाजिर त कहाँ भयो? यो के, अनि यसलाई के भन्ने त, के भन्न मिल्यो? ल भन्नु, तपाईँको भाषा के भन्ने, के भन्ने? उहाँ घर जाने बिदामा मान्छे गरेर चाहिँ आज ड्याम ठोकिया छ, जाँदा ठक्नु भयो कि आज ठक्नु भयो? लेखेर त जानु भएको छ, के हो खास कुरा? निवेदन लेख्नु भएको थियो कि मैले त त्यो, अनि निवेदन लेखेर हाजिर, अन्डर त उहाँसँगै हुन्छ। अनि निवेदन लेखेका मान्छेले हाजिर गर्न पाउने भन्ने हुन्छ? यो नियम सिस्टम छ होला देशमा? यस्तो हुन्छ? कति मजा रहेछ तपाईँ कार्यालयमा, तपाईँ यहाँको कार्यालय प्रमुख तपाईँ हो, कार्यालय प्रमुखलाई क्वेसन गर्ने हामीले हाजिर उहाँबाट, अब उहाँलाई कारबाही गर्नुहुन्छ तपाईँ, के हुन्छ? के कारबाही? उहाँको नियम अनुसार तलब कटिन्छ। तलब कटिन्छ, त्यस्तो हुन्छ? तलब कटिने मन परि जाने खेलै चलिरहेको छ तपाईँको कार्यालयमा त। अलिकति तपाईँ जिल्लावासी पनि यसो अलिकति लाग्दैन म्याम? यस्तो पनि यो तरिका हो? कार्यालयको हालत यस्तो छ, गाडी थन्किया छ, इन्धन धुवानी बनेर यहाँ आइरहेछ, बिल आइरहेछ, खर्च घर भाडा तपाईँ आफै सोच्नु न। तपाईँलाई अहिले जिल्लाका यहाँ सरकारी संरचना सबै चाहिँ खाली छन्, अनि यसरी चाहिँ ल्याएर कार्यालय कुनै व्यक्तिको घरमा राख्नु भएको छ। विभागले म्यानेज गर्नु पर्यो, कामै आवश्यकै छैन त। विशेष नापी कार्यालय अर्घाखाँचीमा अब आवश्यक छैन, उसले काम भइसक्यो भन्न त एउटा 7 वर्षका बच्चाले पनि भन्छ त हजुर, काम त भइसक्यो। तपाईँ त थाहै कर्मचारी हो, तपाईँ त यहाँबाट अन्यत्र पनि म्यानेज भएर जान्छ, समस्या छैन। तर यसरी चाहिँ अब 18-20 जना उहाँहरूको म्यानेज त उहाँहरू चाहिँ नेपाल सरकारबाट चाहिँ तलब, नेपाल सरकारबाट अनि निकाल्न आएको सरकारी कर्मचारी हो भने चाहिँ उहाँलाई हो नै भने त यो जसो करार नियुक्ति भन्ने यस्तो हुन्छ, राज्यले करार कटौती गर्ने भएको छ, सरकार चाहिँ सुधार गर्नतिर लागिरहेछ, यस्तो छ यो अवस्थामा। तर कार्यालय सहयोगी 2-3 जना कार्यालय सहयोगी हुनुहुन्छ, दरबन्दी बिना त छैन। भन्न खोजेको तपाईँको कर्मचारी 18-20 जना कर्मचारीले हिजो के गरे, आज के गरे, अस्ति के गरे, यो महिनामा के गरे भनेर हामीले उहाँसँग रेकर्ड माग्यौँ, तर उहाँले त्यो रेकर्ड उपलब्ध गराउनु भएन। काम के छ? तपाईँको कर्मचारी जुनसुकै बेला तपाईँको कर्मचारी बाहिर बस्नु भएको हुन्छ, उहाँको कामै के पनि छैन त। अहिले त यहाँ वास्तवमा भने त कार्यालय प्रमुख आए, दोस्रो व्यक्तिको कामै छैन त, काम सबै सम्पन्न गर्नु भएको छ। तपाईँ यो कार्यालय कसरी हुन्छ? कार्यालय यहाँ राखेर हाम्रा यी कर्मचारी रोक्नको लागि तपाईँले चाहिँ यहाँ कार्यालय अठाउनु भएको छ भने प्रश्न देखिन्छ। मैले लेखेछु चिठी, विभागलाई देखाउँछु, चिठी हेर्न सकिन्छ। यो तरिका भएन म्याडम, यस्तो हुन्छ हाजिर व्यक्ति घर छ हाजिर गर्ने, यस्तो हुन्छ? हामी त फलो गरेर प्रमाण सहित आछौँ नि, मैले भने त बोरो ल्याएर उहाँ बोरो सहित आउनु भएको छ त, प्रमाण सहित आछौँ कि होइन हजुर? हामी झुटो बोल्यौँ, गलत बोल्यौँ, आउनुभयो होला। अनि यस्तो पनि हुन्छ? यो तरिका हो खै? यसको जवाब कहाँ पाइन्छ? अब सरकारी दोहोरो सुविधा ल्याइरहेछ, बिदाको दिन कर्मचारी करारको कर्मचारीले तलब पाइरहेछ, अनि यस्तो छ त तपाईँ के छ अवस्था? सबै कुरा एउटा राम्रो गरे पनि उहाँ नापी कार्यालयको कर्मचारी हजुरको नाम आउला राम्रो गर्नुभयो भन्ने होला, नराम्रो काम गरे भोलि चाहिँ तपाईँ बदनाम हुनु होला। एउटा तपाईँमा टाउकोमा माथि घर एउटा कार्यालयको चाहिँ तपाईँको जुन हाकिम भइसकेपछि, प्रमुख भइसकेपछि त जस्तै घरमा गलत भयो भने उसको घरको प्रमुखले जुन बाबुआमाले चाहिँ दोष पाउँछ भनेपछि तपाईँ होला नि त। यो जिल्लाको विभागले नै निमित्त के अरे निर्वित्त भनेर खुलाएको विज्ञापनमा आउनुभयो कि उहाँहरू? हजुर, तर यो भएन म्याडम, यो तरिका भएन। अब के हुन्छ? हामी यो रिपोर्टिङ यो हाजिर सहित मुद्दा मामला जाउँ कि तपाईँ कारबाही गर्नुहुन्छ? कति दिनभित्र कारबाही गरे भन्दा मलाई रिपोर्ट पत्र दिनुहुन्छ, या म त यहाँ आउन किन पर्यो, तपाईँले पत्र सहित मेरो कार्यालयमा पठाउनुहुन्छ, यो कारबाही भयो भनेर पठाउन सक्नुहुन्छ कार्यालयमा। यो उक्त व्यक्तिलाई यो हाजिर गरेको कारणले यसरी चाहिँ उक्त ठाउँमा हामीले पुर्याइएको छ भनेर यो कारबाही भयो भनेर पत्र दिन सक्नुहुन्छ या सक्नुहुन्छ? लिखित पत्र सक्नुहुन्छ? कति दिनमा सक्नुहुन्छ? 15 दिनमा। 15 दिनभित्रमा उहाँलाई कारबाही गरेर पत्र पठाउनुहुन्छ तपाईँले। अनि तपाईँले अझै यसरी तपाईँले अलिकति मेरो आफैलाई लाग्दैन कर्मचारी यसरी बसिरहेछ, बसेर तलब पकाइरहेछ, करार कर्मचारी छ,
अनि यसरी चाहिँ यो त अलिक गलत भइरहेछ भने आत्मगलानी हुनु हजुर। गलत त भएको छ भने लागेर के गर्नु, विभाग मन्त्रालयले म्यानेज गर्ने कुरा मैले मेरो भनेपछि हातमा यसको छैन। समग्र दोष र गल्ती विभाग र मन्त्रालय। ल ठिक छ, यो ल ठिक छ, ल मान्दिम, यो चाहिँ हामीले मान्दिम। कार्यालयले सामान म्यानेजमेन्ट गर्ने आदेश दियो अनि ल कार्यालय म त सम्बन्धित दरबन्दी कार्यालयमा फिर्ता हुन्छु। कार्यालयको ल ठिक छ, हामीले मान्दैनौँ। अब तपाईँले कार्यालयको विषय, ल कार्यालय र घरभाडा र कर्मचारी कटौतीको विषयमा मन्त्रालय र विभागको दोष भयो, उहाँको कारणले रोकियो। तर समस्या तिनवटा वार्डमा जसरी तपाईँले कार्यालय यहाँ रोकेर कार्यालय राख्नलाई आफूले आफ्नो तपाईँको गल्ती हो नि, यो राख्नु भएको छ नि, यो चाहिँ के हो, यो के हुन्छ, अब के हुन्छ? यो सिद्धगङ्गा 12 को चाहिँ अब विवादितै छ, जग्गा दर्ता पनि धेरै बाँकी छन्, त्यसको मन्त्रालय विभागमा लेखेको आदेश आएको छैन। तपाईँ के पत्र यसो पढेर सुनाइदिनु? हजुर, यो कार्यालय तथा कर्मचारी व्यवस्थापन भनेर मैले मिति 2082 7 महिना 24 गते लेखेको। अनि श्री नापी विभाग मिन भवन काठमाडौँ कार्यालय तथा कर्मचारी व्यवस्थापन सम्बन्धमा प्रस्तुत विषयमा यस कार्यालयले द्वन्द्वबाट भूमि लगत क्षति भएका क्षेत्रहरूको नाप जाँच गरी पुनर्स्थापन गर्ने सम्बन्धी निर्देशिका 2071 बमोजिम अर्घाखाँची जिल्लाका 6 पालिकामा रहेका 61 वटा वडाहरूको सम्पूर्ण क्षेत्रको नाप नक्सा समाप्त गरी अन्तिम वडाको पूर्जा वितरण मिति 2081 असार 24 मा सम्पन्न भइसकेको बेहोरा अनुरोध छ। अर्घाखाँची जिल्लामा 61 वटा वडामध्ये 55 वडा त्यतिखेर चाहिँ 55 वटा वडाहरूको श्रेष्ठता मालपोत तथा नापी कार्यालयमा हस्तान्तरण भएकोमा बाँकी 6 वटा वडाहरूको काम अन्तिम चरणमा रहेको र सेवा लिन आउने सेवाग्राहीहरूको सङ्ख्या पनि न्यून रहेकोले कर्मचारी कामविहीन अवस्थामा रहेकोले हालको परिप्रेक्ष्यमा कार्यालयमा प्रति हेर्ने दृष्टिकोण समेत फरक परेकोले यस कार्यालय र कार्यरत कर्मचारीको व्यवस्थापन गरिदिनु हुन अनुरोध छ। साथै यस कार्यालयमा कार्यरत कर्मचारीहरू तपसिल बमोजिम रहेको बेहोरा अनुरोध छ भनेर लेखेको छ। तपसिलमा पद, कर्मचारी र कैफियतमा कर्मचारीको सङ्ख्या सर्वेक्षक 5। तपाईँले ठिक छ, त्यसो भए यसो गरौँ न, यो तपाईँको जुन यो महिनाको यहाँभन्दा बाहिर जान नसकेला अलिकति भन्नाले ऊ पनि होला तपाईँलाई, अब यो जुन ऊ हेर्नलाई फाइल पल्टाउन गाह्रो पनि होला। 1 महिनाको अवधिमा तपाईँको 18 जनाले के गर्नुभयो त्यसको उपलब्धि यसो हेरौँ न, सकिन्छ? तपाईँहरूले कतिलाई सेवा दिनुभयो भन्ने विषयमा पनि नापी कार्यालयबाट खोजिएको टोलीले यो जुन अलिकति यो पूर्जा वितरणको विषयमा ड्रोनले जस्तो क्यामेराले माथिबाट जुन ड्रोन उडाएर चाहिँ गरिदियो, वास्तविक जनताको जुन जमिनमा गएर नापी गर्नुपर्ने त्यो चाहिँ भएन भन्ने पनि एउटा गुनासो छ। यो के हो? ड्रोन त उडाएको हैन, ड्रोन त मिलेन, ड्रोनै न, हामी त मेसिन त टोटल स्टेसनबाट देख्न नाप्ने हो नि त, त्यो किसिमले भयो। तर जुन चाहिँ ठाउँमा चाहिँ पुगेन, यसले कैयौं धेरै ऊहरूको चाहिँ गुनासो यो समयमा छ, अलिकति चाहिँ यस्तो आयो भन्ने गुनासो व्यापक छ जनताको। यो के हो? हैन, फिल्डमा त पुग्नु भएको छ हाम्रो साथीहरु, पुगेरै नक्साको लागि फिल्ड भनेको हाम्रो अर्घाखाँची जिल्लाको सन्धियारको नगरपालिका 2 चुत्राबेसी क्षेत्रको फिल्डमा जानुपर्ने, उहाँ गएर उदाहरणको लागि चुत्राबेसीको भित्री बजार बस्नुभयो, तर उहाँले चाहिँ बसेर त्यहाँको रेकर्ड चाहिँ मसाल बजार उताउताको लिनुभयो। यो बजार क्षेत्र नै गाउँको अवस्थामा हैन, त्यो मेसिन लिएर पुग्नु भएको छ, मेसिन लिएर एक ठाउँ बसेर त्यसले नाप्ने हो नि त सर। त्यो गुनासो चाहिँ जनताको व्यापक छ। त्यो गुनासो भएर कैयौं यहाँ समस्या भएका पूर्जावाला उहाँ आउनु भयो भने के गर्नु? पूर्जावाला त हाम्रो नक्सा नापेर आएको छ, अनि त्यही प्रमाण अनुसार भिडाएर दिन्छौँ, नि प्रमाण जग्गा दर्ता बाँकी गएको है दर्ता गर्छौँ, गरिरहेछौँ। अनि जुन अहिले चाहिँ हालसाबितको विषय छ, हालसाबितमा कैयौं व्यक्तिहरूका भएका जग्गा कटाउने, कैयौं काटिने, कमाउने त्यो अवस्था छ, त्यो के हो जानकारी दिनु? भएका जग्गा त काटिया छैन, प्रमाण अनुसार त पाउनु भएको छ कि भोग फरक पर्यो होला। मानव कि उदाहरणका लागि उसको चाहिँ 8 आना चाहिँ जग्गा हो भने अहिले चाहिँ विशेष नापी, पछि हालसाबित हुँदा उसको चाहिँ 7 आना हुने, 6.5 7 आना हुने, त्यो त पहिला भनेको म्यानुअली निकाल्ने क्षेत्रफल, अहिले भनेको स्क्यान गरेर कम्प्युटरबाट निकाल्ने क्षेत्रफल, त्यसले फरक परेको। तपाईको उपलब्धि हेरौँ, ल्याउनु पढेर सुनाउनुहोस्, कतिजना व्यक्ति आएर सेवा दिनु? हाम्रोमा यो महिना निवेदन परेको 14। निवेदनमा के विषयमा के भन्नु? जग्गा दर्ता सम्बन्धी। हजुर, अनि फर्चोट पनि 14, दर्ताकृता संख्या 56, अनि पूर्जा वितरण चाहिँ अब कुनै पुरानो पूर्जामै थपिने हुन्छ, अनि त्यसमा नयाँ पूर्जा चाहिँ 12 वटा लानु भएको छ। भन्नाले 12 जना टोटल कति जना भन्नु हजुर सेवाग्राही? 14 जना निवेदन दिनुहुने।
14 जना निवेदन दिनु नि फर्चोट पनि 14 14 28 दर्ता सङ्ख्या 56 किता 56 किता सङ्ख्या एक किता भयो त्यो त। हजुर पूर्जा वितरण चाहिँ 12 भन्नाले तपाईँले 28 + 12 भनेको 40 जना सेवाग्राही यहाँ आउनुभयो यो अनुसार रेकर्ड हुन्छ सेवाग्राहीमा चाहिँ उहाँहरू नि पर्न सक्नुहुन्छ उहाँहरू निवेदन दिनेले नयाँ पूर्जामा पनि पुरानै भन्नाले यो ठिक छ तपाईँको यो अनुसार त 18 जनाले 40 जनालाई महिनामा सेवा दिनुभयो त्यही त बुझ्यो हामी आएको सेवाग्राहीलाई त दिइरहेछौँ मिलेसम्म मिलेका कामहरू यस्तो पनि हुन्छ म्याडम यो कुन कार्यालय चाहिँ यो कार्यालयको खास काम के छ अहिले के हो अब यसले त जुन हिजो चाहिँ हाम्रो 62-63 जुन पूजाहरू जलेको थियो त्यो पूजा उपलब्ध गराउनु त्यही त होला होइन र हजुर विशेष अरू के के काम हुन्छ र? नाप नक्सा गरेर नक्सा बनाउने नक्सा बनाउने पूजा बनाउने दिन त्यही हो काम फिल्ड बुक कायम गर्ने कलर रजिस्टर कायम गर्ने अनि व्यक्ति पूजा अनि त्यति कामहरू त अरू केही हो र हजुर होइन हाम्रो थप काम अरू केही पनि होइन हजुर। तपाईँको विशेष नापी कार्यालयबाट जुन कर्मचारी सरकारी कर्मचारी चाहिँ भनौँ करार भए पनि तलब सरकारको खाइसकेपछि यो कर्मचारीहरू जुन फिल्डमा गए अनुसार उहाँहरूको चाहिँ चार्ज के हुन्छ निश्चित मापदण्ड चार्ज छैन त्यो त हाम्रो जति लिन नि पाइयो चार्ज त लिन मिल्दैन होइन अरू जुनै जग्गा नपाउन भनेर कैयौँ निवेदन दिने अन्य व्यक्तिले व्यक्तिगत रूपमा नाप्न चाह्यो बोलायो भने छैन हाम्रो त्यो रेट सरकारी दस्तुर भन्ने हुँदैन सरकारी दस्तुर भन्ने उहाँले आफ्नो तरिकाले लिने हो लिनुहुन्न लिनुहुन्न निःशुल्क जानुहुन्छ सबै ठाउँ अब जाने आउने तेल भाडा अब खर्च के गर्नुहुन्छ तेल भाडा खर्च पनि यस्तो छ तपाईँको तेल भाडा खर्च पनि तपाईँले जुन लिनुपर्ने चाहिँ निश्चित होला तर उहाँको त सोचे भन्दा बढी चाकरी छ त हजुर यस्तो गर्नु त्यस्तो छ भने दि भन्नु न म कारवाही गर्छु मलाई चाहिँ जानकारी आएको छैन रेकर्ड सहित पठाउँदा हुन्छ कारबाही पाउनुहुन्छ हजुर अनि यो अवस्था छ अनि सँगै यो तपाईँको समग्र यो चाहिँ जुन इन्डियाको भ्रमण मध्ये भनेको उहाँ चाहिँ केही समय अगाडि त्यो बिदाको बेला उहाँले अहिले हाजिर गर्नुभयो यहाँ हाजिर गर्नुभएको छ उहाँ 15 दिनको बिदाको बेला जुन उहाँले हाजिर जुन उहाँको हामीले रेकर्ड ल्याएको छ उहाँ बिदा अनुसार उहाँ इन्डिया मध्य प्रदेशमा भ्रमण पनि गएको व्यक्ति कसरी हाजिर भयो उहाँ चाहिँ करिब तपाईँको चाहिँ मध्य प्रदेशमासम्म उहाँ चाहिँ भ्रमण जानुभएको छ घर जानुभएको छ उहाँको घर 70 समथिङ कहाँ हो अनि उक्त व्यक्ति महिनौदेखि बिदा जानुभएको छ घर इन्डिया भ्रमण जानुभएको छ यहाँ हाजिर हुन्छ यो के हो समस्या महिनौदेखि त होइन सर हुनुहुन्छ हप्ता 10 दिनमा जानुभयो हप्ता 10 दिन कि एकै दिनमा होइन त गलत भएन आखिर गलत भयो कि नै गलत हो यो हजुर उहाँ निवेदन लेखेर जानु उहाँको अन्डरमा थियो हाजिर मलाई धेरै यो गलत भयो यस्तो उहाँको हामीले सबै इन्डियाको मध्य प्रदेश पनि उहाँ भ्रमण पुग्नु भएको छ त उहाँ मध्य पूर्व भ्रमण पुग्नुभयो आउनुभयो यहाँ आउनुभयो यहाँ चामलको बोरो सहित आउनुभयो सबै प्रमाण छ के होइन सबै ल्याएको छ हामीले यस्तो हुन्छ चामल त घरबाट आउँदा सामान ल्याउन तपाईँ कारबाही गरेर कारबाही अनुसार चाहिँ मलाई तपाईँले रेकर्ड दिनुहोस् कारबाही अनुसार उहाँको 15 दिनपछि दिन्छु भन्नुभयो बाँकी थप रिपोर्टिङको लागि फेरि आउनेछौँ समय दिनुको धन्यवाद बाहिर गएर गरौँ न एउटा सर भिडियो सबै छ सरहरू सबै काममै व्यस्त हुनुहुन्छ होला के छ सेवाग्राही त फेरि कोही पनि देखिँदैन हजुर 2 4 6 8 10 भनेपछि यहाँ 10 जना हुनुहुन्छ अहिले 10 जना हुन्छ हजुर 10 जना भन्नाले अहिले काम त केही छैन सेवाग्राही पनि केही छैन सर के गर्नुहुन्छ खासमा सेवाग्राही चाहिँ छैन अहिले छैन हजुर अनि प्राय जस्तो सेवाग्राही हुन यही नै हो तपाईँको त रेकर्डमा पनि अहिले देखिँदा त त्यहाँ तपाईँको 40 जनाले सेवा दिनु भएछ त यो महिनामा हो सेवाग्राहीको चाप कम नै छ हाम्रो सब कम चाहिँ 40 जना आउनुभयो हजुर यसको मतलब 18 जनाले 40 जनालाई एक महिनामा सेवा दिनुभयो छ त्यो ठ्याक्कै 40 जना छ कि कति रेकर्ड हेरिस त्यो त हाम्रो प्रगतिमा होला त्यही हो प्राय जस्तो खाली चाहिँ देखिन्छ फेरि कार्यालय तपाईँ मध्ये राजेश के समथिङ नाम भयो घर चाहिँ कहाँ हजुरको मेरो तनहुँ हुन्छ कति भयो तपाईँ यहाँ बसेको म 71 देखि 71 देखि हजुर। जिल्लामा हजुर यो अर्घाखाँचीका प्लटिङ गर्ने जुन चाहिँ यहाँको ठेकदारहरूको टिमहरू हुन्छ नि उनीहरूबाट तपाईँको सम्बन्ध कामहरू चाहिँ यो हाम्रो जस्तै मैले बुझ्न खोजेको यो विशेष नापीको त्यो प्लटिङवालासँगको सम्बन्ध के हुन्छ होला सर सम्बन्ध भन्नाले उनीहरू जस्तै हाम्रो सेवाग्राही प्लटिङवालाको र हाम्रो सेवाग्राही उनलाई प्लटिङलाई हामीले के सेवा दिनुपर्छ यो कार्यालयबाट यहाँ दर्ता गर्न आउँदाखेरि दर्ता गर्ने हो सर अरू त केही गरेन उहाँहरू दर्ता गर्न आउने हो यहाँ हजुर उहाँलाई दर्ता गरिदिने हो दर्ता के छ यो खोला तपाईँ 71 सालदेखि आउनुभयो
अब म बसेकै ठाउँ मेरो जुन सन्धिखर्क नगरपालिका 2 पर्छ त्यो प्लटिङ 75 तिर हो सम्भवतः तपाईँ नै काम गर्नु भएको छ त्यहाँ अहिले पनि सार्वजनिक जग्गा कैयौँ रूपमा सार्वजनिक रूप दर्ता जग्गा चाहिँ मिचिया छ तर त्यो दर्ता भएको छ सर यो कसरी भयो होला यो दर्ता गर्ने भन्दाखेरि दर्ता गर्ने बेलामा चाहिँ किता काट गरेर दर्ता हुन्छ हजुर भोग चलन गर्दाखेरि व्यक्तिले मिचेर अब घर व्यक्ति होइन सर त्यो त प्लटिङ गिरो हो व्यक्तिले त बिचरा कहाँ पाउँछ र एक हात मिट्दैन तपाईँले काटिदिनुहुन्छ 2 हात चाहिँ भाइकै बिचरा पहिले जग्गा हराएर आएको होइन होइन त्यो त यस्तो हो सर त्यो जस्तो व्यक्तिले बाटो बनाएको हुन्छ नि प्लटिङवालाहरूले खोलामा हो त्यसलाई स्थानीय तहहरूले रोक्न पर्यो सार्वजनिक निकाय संरक्षण गर्ने हामीले तपाईँको विषयमा व्यापक कम्प्लेन्ट छ है सर बाहिर चाहिँ एकदम तपाईँको ठुलो कम्प्लेन्ट छ तपाईँको मैले उहाँहरूलाई चिन्न तपाईँको नि मेरो फर्स्ट टाइम भेट होला तपाईँको ठुलो कम्प्लेन्ट छ अनि यो समथिङ यो बलेबाङदेखि तलपट्टि अलिक धेरै सार्वजनिक जग्गा छ होला त्यताको फिल्ड कति थाहा छ सरलाई मलाई बलेबाङतिर थाहा भएन थाहा छ है बले ठिक छ यो भन्दा पछि परमार्सित हामी आउनेछौँ है हस् धन्यवाद 18 जना कर्मचारी राखिएको छ 18 जना कर्मचारीले 1 महिनामा 40 जना सेवाग्राहीलाई सुविधा दिनुभएको छ सँगै उक्त कार्यालयको अहिले कुनै पनि सेक्टरमा काम छैन अहिले पूर्ण रूपमा चाहिँ अफिस खोल्ने बस्ने काम भइरहेको छ तर यहाँको जुन सवारी साधन रोकिएर राखेको छ जिल्ला समन्वय प्रमुखको कार्यालयको अगाडिपट्टि तर उक्त सवारीमा इन्धन खर्च भनेर इन्धन खर्च राखिएको छ सँगै उक्त सवारीको लागि नयाँ चालक नियुक्ति गरिएको छ यी विषयहरूमा विस्तृत रिपोर्टिङ बाँकी आदरणीय दर्शक महानुभावहरू हामी उक्त गाडीमा आएका छौँ जुन गाडी विशेष नापी कार्यालयको गाडी हो आफै बुझ्नुहोस् तपाईँहरू यो यहाँ भएको यो देखाइ अनुसार यो गाडीको टायर अनुसार यो गाडी धेरै पहिलादेखि थन्किरहेछ यो सवारी यहाँ थन्किएको भित्र पनि यता देखाउनु होला कृपया मैले क्यामेराम्यानलाई अगाडि गरेँ यो भित्र यो सेक्टर देख्नु होला उहाँ लामो समय यतापट्टि देख्नुहोस् यो सल्लाहको झापाहरू यसरी चाहिँ सवारी थन्किएर बसेको छ तर सवारीको लागि नयाँ चालक नियुक्ति गरियो सँगै इन्धन खर्च भनेर उक्त गाडीको इन्धन खर्च चाहिँ सूचना माग गर्दा दिएको छ यो अवस्था अर्घाखाँची जिल्लामा कहिलेसम्म रहने यसरी अन्य यो अवस्थामा यसरी चाहिँ थन्किएका गाडीको ड्राइभर नियुक्ति गर्ने सँगै डिजल पेट्रोल खर्च भनेर डिजल पेट्रोल खर्च देखाउने यो परिस्थिति अर्घाखाँची जिल्लाको विशेष नापी कार्यालयको हो बाँकी भिडियो सहित